मलाई असाध्यै धेरै माया गरेको ठाउँ हो बागलुङ। मैले पनि असाध्यै धेरै माया गरेको ठाउँ हो बागलुङ। म यहाँ मोटरसाइकल चढेर पनि आएको छु, धेरै पहिला त्यो भाडाको रातो ट्याक्सीमा पनि आएको छु, दर्जनौं पटक आएको छु, साथीहरूसँग बास बसेको छु, गाउँ गाउँ घुमेको छु। तर आज म माला लाउन पनि भ्याइ नपाइकन दौडादौड गरिरहेको छु। अहिले यहाँबाट मैले पोखरा गएर अर्को कार्यक्रममा मधेस पुग्नुपर्ने छ, त्यो पनि 1 घण्टाभित्रमा। त्यो कारणले गर्दा मैले अलिकति हतार गरेँ। म सबैसँग माफी चाहन्छु। फेरि अर्को बेलामा आउँछु, धार्जेसँग तपाईँहरूसँग बस्छु। प्रारम्भमा सम्पूर्ण ज्ञात अज्ञात शहीदहरूप्रति म हार्दिक श्रद्धाञ्जली अर्पण गर्छु। बागलुङ प्रजातन्त्रको लागि धेरै सङ्घर्ष गरेको ठाउँ हो। यहाँ थुप्रैले शहादत प्राप्त गर्नुभएको मात्र होइन, थुप्रै प्रजातान्त्रिक आन्दोलनमा लड्नुभएको योद्धाहरूको ठाउँ पनि हो। म ती तमाम सबै योद्धाहरूलाई पनि स्मरण गर्न चाहन्छु। हामी फागुन 21 गतेको चुनावको केही दिन अगाडि मात्रै छौँ, केही दिन पछाडि चुनाव छ। प्रत्येक चुनावको आफ्नै महत्त्व हुन्छ, तर कुनै कुनै चुनावहरू विशिष्ट महत्त्व बोकेर आएका हुन्छन्। यो चुनाव पनि विशिष्ट महत्त्व बोकेर आएको छ। चुनाव त 84 सालमा पनि भइ नै हाल्थ्यो। चुनावले संसद र सरकार मात्र दिने भएको भए 84 मै चुनाव भइहाल्थ्यो। 82 को चुनाव चाहिँदैन थियो। 82 को चुनावभन्दा अगाडि दर्जनौं युवाहरूको हत्या भएको छ, दर्जनौं आमाहरूको काख रित्तिएको छ, सिंहदरबार लगायतको ठुलो सार्वजनिक सम्पत्तिमाथि ठुलो क्षति भएको छ, ध्वंस भएको छ। नेपालले कहिले पनि नगरेको जनधनको क्षति बिहोरेर यो चुनाव हुँदैछ। यो चुनावपछि जुन प्रयोजनको लागि चुनाव हुँदैछ त्यो प्रयोजन पुरा भएन भने ती आमाहरू पनि हार्छन्, हामी सबै हार्छौँ। जसले छोराछोरी गुमाएका छन् ती आमाहरू जित्नका लागि र तपाईँ हामी सबै जित्नका लागि चुनाव पछाडि केवल सरकार बनेर मात्र हुँदैन। चुनाव पछाडिको यो अवधिको सदुपयोग पनि हुन सक्नुपर्छ। 74 सालपछिको 6 वर्षको समय नेपालको खेर गयो। म त्योभन्दा अगाडिको समयको कुरा गर्दिनँ, तर 74 पछिको समय एक प्रकारले खेर गयो। हामी केवल सरकार बनाउन टिकाउन, प्रधानमन्त्री बनाउन टिकाउन मात्र लाग्यौँ। काङ्ग्रेस पनि त्यसमा सहभागी भयो। हामी कोही पनि अछुतो छैनौँ। हामी सबै सरकारमा जान हतारियौँ। अहिले यहाँ नयाँ पार्टी आएको छ। तपाईँहरूले नयाँ पार्टीलाई पनि प्रश्न गर्नुपर्छ। अघिल्लो चुनावमा उहाँहरूलाई सरकारमा जाने म्यान्डेट थिएन, तर उप प्रधानमन्त्री हुन, मन्त्री हुन उहाँहरू पनि हतारिनु पनि। अघिल्लो चुनावमा माओवादीलाई पनि म्यान्डेट थिएन, तर माओवादी प्रधानमन्त्री हुने खोज्यो नि। हामी सबैलाई सरकार चाहियो, तर आज हामी जिम्मा लिन कोही पनि तयार छैन। देशको 5 वर्ष समय खेर गयो। यो अगाडिको 5 वर्ष त्यो हुनुहुन्न। यो 5 वर्ष सुशासनको 5 वर्ष, यो 5 वर्ष प्रगतिको 5 वर्ष। तर गर्ने कसरी हो? गर्नुपर्छ भन्ने सबैलाई छ, होस् भन्ने कामना पनि सबैको छ, तर कामनाले मात्र हुँदैन, गर्नुपर्छ भनेर मात्र हुँदैन। सङ्कल्प पनि चाहिएको छ, तर सङ्कल्प मात्र भएर हुँदैन, सँगसँगै त्यो रीतपूर्वक पनि हुनुपर्छ। यो बागलुङ भनेको ऋषि जयमुनिको ठाउँ, मीमांसा दर्शनको प्रवर्तक, जसले के भन्नुहुन्छ भने सबैभन्दा ठुलो कुरा कर्म हो, तर त्यो कर्मको सङ्कल्प पनि विधिपूर्वक भयो भने अपूर्व प्राप्त हुन्छ, अर्थात् फल प्राप्त हुन्छ। नेपाली काङ्ग्रेस आज त्यही सङ्कल्प गरेर आएको छ। हामी नेपालको यो 5 वर्षको एक दिन प्रयोग गर्न चाहन्छौँ। युवाहरूले के भनिरहेका हुन्? यो 5 वर्ष सुशासनको 5 वर्ष हुनुपर्छ। म काङ्ग्रेसको सभापति भएर भन्दैछु, यो सरकारले पहिलो काम 46 सालपछि बनेको सरकारको, प्रत्येक सरकारको प्रधानमन्त्री, यसले पहिलो काम शेरबहादुर देउवाको सम्पत्तिको, गगन थापाको सम्पत्तिको, हामी सबैको जो प्रधानमन्त्री मन्त्री भयौँ पहिला काङ्ग्रेसबाटै सुरु गर्छौँ, त्यहाँबाट सुरु हुन्छ। एउटा काण्डको छानबिन हुन्छ। र त्यति मात्र होइन, भविष्यमा नेपालमा कुनै पनि काण्ड नदोहोरिने गरिकन हाम्रा संस्थाहरूलाई बलियो बनाउँछौँ, हाम्रा कानुनहरूलाई बलियो बनाउँछौँ, राजनीतिलाई सफा बनाउँछौँ, प्रदूषण मुक्त बनाउँछौँ। कानुनसम्म ढङ्गबाट कुनै एउटा व्यक्तिले पासपोर्ट लिन जाँदै गर्दा होस् वा कुनै सेवा लिन जाँदै गर्दा होस् 1 रुपैयाँ घुस दिनु भनेको पनि त्यो नागरिकको अपमान हुनु हो भन्ने त्यो भाष्य, त्यो मान्यतालाई कायम गराउने गरिकन काम गर्छौँ। विकासको गति
यो गतिले कहीँ पुगिन्न। तर गति बढाउँछु भनेर मात्र हुन्। हाम्रो सडक समयमा बन्दैन। समयमा सडक नबन्नका लागि हामी सबै जिम्मेवार भयौँ। तर कसरी बनाउने भन्दै गर्दा दुईटा विचार अगाडि आए। एक थरी साथीहरू के भन्नुहुन्छ, समयमा सडक नबनाउने ठेकेदारलाई रुखमा झुन्ड्याउने। मैले भने यसरी बन्दैन। समयमा सडक, उदाहरण मात्र दिएको, समयमा सडक नबन्नका लागि नेपालमा 41वटा कानुन बदल्नुपर्छ। ती 41वटा कानुन वर्षौँ अगाडि ठिकै सोचेर बनाइयो होला, अहिले काम लागेन। ती कानुन कुन कुन बदल्ने, कसरी बदल्ने, 7 वर्षदेखि एउटा कुराको गृह कार्य गरेर बसेको छु म। ती कानुनहरू बदल्नुपर्छ, यी कामहरू गर्नुपर्छ भन्दै गर्दा राम्रो सुनिन्न। कसैलाई ठोक्नुपर्छ, झुन्डाउनुपर्छ, हान्नुपर्छ, टाढी भाँच्नुपर्छ, डाँडी भाँच्नुपर्छ भने ताली बज्छ। तर त्यसले देशलाई कहीँ पनि पुर्याउँदैन। देशमा गति बढाउनु पर्ने छ, तर सम्हाल्नु पनि पर्ने छ। बागलुङ त्यसको उदाहरण हो। म यहाँका तमाम जेएनजीहरूलाई सलाम गर्छु। त्यो दिन तपाईँहरूले यहाँ कुनै ध्वंस हुन दिनु भएन। त्यो दिन तपाईँहरू सम्हालिनु हो। तर तपाईँ अन्यायको विरुद्ध नबोलेको हो र होइन नि, अन्यायको विरुद्ध बोलेको पनि हो नि, तर धैर्यतापूर्वक गरेको हो नि त। अब नेपाललाई त्यसरी नै अगाडि बढाउने होला नि। यो 5 वर्ष प्रत्येक क्षेत्र सुधार्ने पनि हो, तर कुनै पनि दुर्घटना हुन नदिकन। हामी यति जात जातिका मानिसहरू छौँ यहाँ। आज राष्ट्रिय मगर दिवस हो। यो सन्दर्भमा म सबैलाई हार्दिक मङ्गलमय शुभकामना पनि व्यक्त गर्न चाहन्छु। तर हामी कहिलेकाहीँ कति तल झर्छौँ। यही चुनावमा 2टा मत बढ्छ भनेर यसमा पुरानो पार्टीका साथीहरू हेरिरहेको छु, म नयाँ पार्टीको साथी हेरिरहेको छु। म काङ्ग्रेसको सभापति छु। म संविधान सभामा दलितको, जनजातिको, मधेसीको, सबै युवाको, महिलाको अधिकार लेखेको मात्र होइन, त्यो समितिको नेतृत्व गरेर आएको म। तर अहिले 2टा मत बढ्छ भनेर मैले कुनै बेला बोलेको कुराको आधा काटेर आधा राखेर गगन थापाले जनजातिलाई गाली गर्यो भनेर त्यो पनि जिम्मेवार नेताहरूले आफ्नो सामाजिक सञ्जालमा भिडियो पोस्ट गर्ने। त्यसरी यो घृणा, उत्तेजना अनि केवल सामाजिक सञ्जालभित्रको नियन्त्रण, म असल त खराब, गएको 20-25 वर्ष तैँले पार्टी तिमीहरूले देश डुबायो। अनि मैले प्रश्न गरेँ भने नि त 20-25 वर्ष तिमी के गर्दै थियौ भनेर मलाई प्रश्न गर्दै गर्दा 20-25 वर्ष कम्तीमा म सहकारीको कार्यालय गइरहेको थिइनँ भनेर उत्तर दिनु पर्ला नि त। मैले 20-25 वर्ष म त संसदमै थिएँ भन्नु पर्ला नि त। तर म यी कुराहरू भन्न चाहन्न। यी कुराहरू अहिले हाम्रो एजेन्डाहरू होइनन्। हामी एजेन्डाहरूमा बहस गर्ने हो। हाम्रो मुद्दाहरू के हुन् यसमा छलफल गर्ने हो। यी विषयहरूमा बहस र छलफल गरेर देशलाई ठिक ठाउँमा लिएर जान चाहन्छु। यसका लागि 2टा तन्नेरी साथीहरू उम्मेदवार बनाएर पठाएका छौँ। भीम सिरिस, मैले भीमदाई भन्छु। मैले देखेको छु भीम सिरिसको मेहनत, मैले देखेको छु भीम सिरिसको इमान्दारिता। बागलुङको यो क्षेत्रले एउटा गजबको उम्मेदवार पाएको छ। त्रिभुवन विश्वविद्यालयमा भीम सिरिसलाई त्यहाँ एउटा गोठालो जस्तो, हली जस्तो दिन रात खट्टेको खट्टे त्यो भीम सिरिसको मेहनतले संसदमा एउटा काबिल सांसद पनि पाउँछ। बागलुङले तपाईँको समस्याको भारी बोकाइदिने एउटा गजबको जनप्रतिनिधि पाउँछ। भीम सिरिस थाक्नेवाला छैन, भीम सिरिस भाग्नेवाला पनि छैन। यति कुरा म जिम्मा लिएर भन्न सक्छु। टेकराज पौडेल पनि सँगसँगै काम गरेको साथी हो। आज टेकराज पौडेललाई पनि न्याय भएको छ। टेकराज र भीम सिरिसको यो हलजोडीले बागलुङमाथि न्याय गर्छ, यति कुरा विश्वास राख्नुहोस्। बागलुङवासीमाथि न्याय गर्छ, यति कुरा भरोसा गरिदिनुहोस्। म यहाँहरू सबैलाई अनुरोध गर्न चाहन्छु। हामीले सबैतिर नयाँ साथीहरू, धेरै साथीहरूलाई जम्मा गरेका छौँ। केही ठाउँमा पुरानो साथीहरू पनि दोहोऱ्यायौँ। जो हामीलाई पर्वतमा जस्तो हामीले अर्जुन जोशीलाई उहाँलाई भनेरै ल्याएको। किनकि यो पार्टी, संसद, सबै ठाउँ नयाँ पनि चाहिन्छ, पुरानो पनि चाहिन्छ। हामीलाई नयाँको उत्साह चाहिन्छ, पुरानोको अनुभव चाहिन्छ। परिवार पनि त्यही हो। परिवारमा नयाँले पनि ठाउँ पाउनुपर्छ, पुरानोको पनि ज्ञान चाहिन्छ। देश पनि त्यही हो। सबैलाई मिलाएर लिएर जानु पर्दैन। 5 वर्ष तपाईँले मलाई अहिले भीम सिरिस, टेकराज पौडेल जिताएर पठाइदिनु भयो। काङ्ग्रेसबाट म प्रधानमन्त्री भएँ। अनि मैले के जादु गर्ने हो र, चटक गर्ने हो र? सबैलाई मिलाउनु पर्दैन। एमाले मिलाउनु पर्छ, माओवादी मिलाउनु पर्छ, रासपा मिलाउनु पर्छ, जसपा मिलाउनु पर्छ, मधेस मिलाउनु पर्छ, हिमालय मिलाउनु पर्छ। मैले संसदबाट संविधान संशोधन गर्नुपर्छ। अनि संविधान संशोधन गर्न मलाई एमाले चाहिँदैन, मलाई माओवादी चाहिँदैन, अनि मलाई रासपा सबै चाहिँदैन, मलाई राष्ट्रिय सभा चाहिँदैन, प्रदेश चाहिँदैन। मैले ती सबै कुरा गर्नलाई। तर मञ्च पाइसकेपछि म नयाँ हो, असल हो, पुराना जति सबै डाक हुन्, चोर हुन्, ठ्याक्कै
64 सालमा माओवादीले भनेको होइन हामी नयाँ हौँ, नेपाल नयाँ बनाउँछौँ, पुरानो सब गए भनेको 5 महिना 1 वर्षपछि ऊ पनि पुरानो भएन। के हो नयाँ पुरानोको बहस? सबै नयाँ पुरानो हुँदैन। पुरानो सबै खराब हुने भए त ऋषि जयमुनि सबैभन्दा खराब हुनु पर्यो, यहाँको मठ मन्दिर खराब हुनु पर्यो, धर्मशास्त्र खराब हुनु पर्यो, देश खराब हुनु पर्यो, होइन नि त? पुरानो नयाँको कुरा यही हो, पुरानो असल कुरा जोगाऊ, खराब कुरा फाल। हामी त्यही गरेर आएको होइन यो काङ्ग्रेस। यो त्यही काङ्ग्रेस हो जो हामी 7 सालको जस्तो हुन चाहन्छौँ, 15 सालको जस्तो हुन चाहन्छौँ। 30 वर्षको पञ्चायतमा बरु जेलमा सड्छौँ तर सरकारतिर फर्केर हेर्दैनौँ भनेर सिद्धान्तमा सम्झौता नहुने काङ्ग्रेस बनाउन चाहन्छौँ। त्यो पुरानो कुरामा गौरव छ। तर एउटा 18, 20, 22 वर्षको एउटा नौजवानले मैले पढेँ दाइ तर मलाई काम दिने सरकार चाहिन्छ, काम तिमीले दिनु पर्दैन, वातावरण देऊ भन्ने त्यो युवाको अवसर दिन सक्ने त्यो क्षमता भएको पार्टी पनि बनाउन चाहन्छु। यही हो नयाँ पुरानो भनेको। पुरानोबाट सिक्छौँ, नयाँको सम्भावनालाई बुझ्छौँ, यसलाई मिलाएर लिएर जान्छौँ। यो जिम्मेवारीका साथ आज हामी आएका छौँ। मेरो धेरै कुराहरू छैन, मैले अहिले तुरन्त पोखरा जानुपर्ने छ। म यहाँ आफ्नो कुरा टुङ्ग्याउँछु। खालि जाँदा जाँदै तपाईँहरूलाई एउटा अनुरोध गरेर जान्छु, केही दिन मात्रै बाँकी छ। युवा साथीहरू यत्रो ठुलो सङ्ख्यामा आउनुभएको छ। तपाईँहरू सामाजिक सञ्जालमा लेख्नुहोस्, भन्नुहोस्, गर्नुहोस्, तर मेरो तपाईँहरूलाई बिन्ती छ, केवल यहाँ मात्र अलमलेर नबस्नुहोस्। सामाजिक सञ्जाल संसारभरि सामान्यतया कसको पक्षमा हुन्छ? जसले घृणा फैलाउँछ, उत्तेजना फैलाउँछ, जसले नकारात्मकताको कुरा गर्छ, जसले समाजलाई उत्तेजित बनाउँछ, त्यति बढी यो चल्छ। हामी समाजलाई उत्तेजित बनाउने राजनीति गर्दैनौँ, हामी सृजनाको राजनीति गर्छौँ, हामी प्रेमको भाषा बोल्छौँ, हामी सबैलाई मिलाउन चाहन्छौँ। यो गाह्रो छ, यसको निम्ति संवाद चाहिन्छ। त्यसैले हातको टेलिफोन मात्र होइन, गोडा पनि चलाउनुहोस्, घर घर पुग्नुहोस्, एउटा घरमा पुग्नुहोस्। आज भोट दिन्न भनेर बसेको साथी गएर कुरा गर्नु, किन भोट नदिने काङ्ग्रेसलाई? काङ्ग्रेसलाई भोट नदिनु पर्ने कारण बताउनुहोस् भनेर भन्नुहोस्। म बिहानसम्म काङ्ग्रेसको महामन्त्री थिएँ, दिउँसो 5 वर्ष सदस्यबाट निकालिएको हुँ म। त्यो जिन्जिवाला भन्नुहोस्, कसको लागि निकालेको? तिम्रो लागि निकालेको, तिम्रो लागि लडेको म। तिमीले भनेको होइन पहिला पार्टी बदलेर आऊ अनि मात्र तिमी हाम्रो अगाडि आऊ भनेर भनेको होइन, अनि तिम्रो कुराको सम्मान गर्न लडेर आएको होइन। तर यो कुरा कसले बताइदिने हो? तपाईँले बताइदिने हो, तपाईँले भनिदिने हो, घर घर तपाईँ गइदिने हो, तपाईँ जानुपर्छ, हात जोड्नुपर्छ, गोडा चलाउनुपर्छ, मुख चलाउनुपर्छ, त्यहाँ गएर संवाद गर्नुपर्छ। चुनाव सकिएको छैन, चुनाव बल्ल सुरु हुँदैछ। यो 3, 4, 5 दिनको समय नै हो। मतदाताहरूको बिचमा ठुलो अलमल छ, म मान्दछु। त्यो अलमलेको मतदातासँग कुरा गर्नुहोस् र गएर भन्नुहोस्, यो 5 वर्षको समय अर्को प्रयोग नगरौँ, फेरि प्रयोग नगरौँ। यो काङ्ग्रेस अनुभव पनि छ, उत्साह पनि छ, पेटमा भोक छ, आँखामा सपना छ, उड्ने क्षमता छ, तर जमिनमा खुट्टा टेकेको पनि छ। यसले ठिक बाटो लिएर जान्छ, यसले ठिक बाटो लिएर जाने सङ्कल्प गरेर आएको छ भने भरोसा दिलाउनुहोस्। यो काम तपाईँ साथीहरूको बजारमा पनि गर्नुहोस्, गाउँमा गर्नुहोस्, मञ्चमा भएका सभापति लगायत सबै साथीहरू नेताहरू लाग्नु भएको छ। मेरो सबैलाई धन्यवाद छ। तल भएको साथीहरू खट्नु भएको छ, सबैप्रति सम्मान छ। एकजना कम्तीमा 10 जना मतदाता हिसाब गरेर बाँकी रहेको 4-5 दिनमा एकजना पार्टीको साथीले अर्को थप 10 जना साथीसँग बाँकी रहेको 5 दिनमा तपाईँले कुरा गरेकै हुनुपर्छ, तपाईँले भेटेकै हुनुपर्छ। तपाईँले उसँग कुराकानी खेतमा भए खेतमा जानुहोस्, कोठामा भए कोठामा जानुहोस्, तर कुरा गर्नै पर्छ। तपाईँले गएर भन्नै पर्छ। यति गरिदिनु भयो भने मैले मेरा 2टा काबिल साथी भीम शिरीष र टेकराज पौडेललाई तपाईँले काठमाडौँको संसदको दायाँ र बायाँ मसँग उभिएको देख्न पाउनुहुन्छ। तपाईँको प्रतिनिधित्व गर्दै यही कुरा राख्दै मेरो आफ्नो कुरा टुङ्ग्याउँछु। धन्यवाद, नमस्कार, जय नेपाल।